गुड मर्निङ एभ्रिवान। र आज चाहिँ म तपाईहरुलाई हाम्रो बारीमा के छ भनेर देखाउन गइरहेको छु। यो चाहिँ हाम्रो फ्रेस भर्खर उयो पलाउँदै गरेको यो सागहरु हो। र आज चाहिँ म चाहिँ सागको सब्जी बनाउँ भनेर टिप्नु आएको। यो चाहिँ लसुनहरु पनि रोपिरहेको छ अनि मटरहरु पनि छ अनि यहाँ पनि छ हाम्रो सागहरु छ। अनि यहाँनिर देख्न सक्नुहुन्छ सागहरु यति मजाले आएको छ। यही साग चाहिँ म टिपेर आज चाहिँ सब्जी बनाउँ भनेर सोचिरहेको। र हेर्नुस् न मटरहरु पनि फल्दैछ। यो खेतीहरु चाहिँ सबै हाम्रो पापा मम्मीले गर्नुहुन्छ। हामीले पनि गर्छौं तर बेसी जति चाहिँ पापा मम्मीले नै गर्नुहुन्छ। र आजको दिन चाहिँ एकदम राम्रो भइरहेको छ। मटर चाहिँ हामीले निकै नै लगाएको थियो यसपालि। र यो चाहिँ तपाईहरुले चिन्नुहुन्छ होला, यो चाहिँ लिलियम फ्लावर हो। अहिले भर्खर उम्रिँदैछ। यसपालि अलिक ढिलो उम्र्यो। र यहाँनिर चाहिँ हामीले मकै लगाएको थियो। मकै पनि अब निकै जमिनबाट निस्किन थालिसकेको छ। मजाले निक्लिँदैछ हेर्नुस् न। तपाईहरुले कसरी रोप्नुहुन्छ? हामीले चाहिँ यसपालि ड्याङ लाएर रोपेको यो मकै चाहिँ। मटर चाहिँ यतिको चाहिँ पुरै फलेको छ। कोही चाहिँ यिनीहरु चाहिँ अलिक कलिलो छ किनभने यो चाहिँ पछुवा हो। अलिकति मुला पनि रोपिरहेको छ। यहाँनिर छरिरहेछ, खै कस्तो आउने हो। अनि यहाँ तपाईले देख्न सक्नुहुन्छ धनियाहरु उम्रिँदैछ हो। मेथी सागहरु पनि उम्रिँदैछ।